आउँदैछन् तपाईँलाई सोध्नु हुन्छ हुन्न भन्ने कुराको जवाफ चाहिन्छ भनेको छ। राम्रो घरबार भए त भइहाल्छ नि। तर सुन, लमी आउने बेलामा गौँथली चाहिँ घरमा हुनुहुन्न है। हजुरआमा नमस्कार। नमस्कार बाबु, नमस्कार। आरामै हुनुहुन्छ नि? आरामै छु भन्नु पर्यो। ओहो नमस्कार नमस्कार। ल आउनुहोस् बसौँ। पानी लिनुहोस्। गौँथली तल आइज त। गौँथली जा त नानी साइले अब कहाँ गएर मैमा हालेर आउनुहोस् न बस्नुहोस् हजुर। बसौँ बसौँ। ठुली छोरी है? हजुर। कस्तै हँसिलो रहेछन्। हजुरआमाको त मैले गौँथलीको लागि कुरो चलाइसकेका छु। अब हिजो उहाँहरूसँग भेटेर सबै कुरा भइसक्यो हजुरआमा। अब त्यस्ता खानदानीसँग नाता जोड्न पाउनु भनेको त ठुलो भाग्यको कुरो हो नि। अब सम्पत्तिको कुरा गर्न पर्दाखेरि त हेर्नुहोस् हजुरआमा, ठुलो परालको टाउवा पहाड जत्रो। अब मकै त हेर्नु कुरा गर्न पर्दैन, आज यहाँ मकै हटाएनन्। अरू सम्पत्ति त कतियो कतियो, नातिनीले सुखै सुख पाउँछिन् ल। ए खानदानी रहेछ नि त। बिहे जस्तो कुरो त्यहाँ माथि पनि खानदानीसँग गर्न पाउनु त भाग्यको कुरा हो नि बाबु। हो नि हजुरआमा। अब त्यस्ता खानदानीसँग नाता जोडिसके पछाडि तपाईँहरूको पनि इज्जत बढ्ने। अब हजुरहरूको इज्जत बढ्ने, उनीहरूले दाइजो खोजेकै छैनन्। फेरि यस्तो राम्रो मौका फुत्कियो भने भोलि नातिनीको उमेर बढे पछाडि ब्यार्न चाहिँ मुस्किल हुन्छ है। सर मलाई एसएलसी पास गर्नु मन छ। एसएलसी पास गर्नु मन छ? किन, के हो? बा आमाले लमीसँग कुरा गर्दै हुनुहुन्थ्यो मेरो बिहे गरिदिने भनेर। मलाई बिहे गर्नु मन छैन। म अहिले बिहे गर्दिनँ, म पढ्न चाहन्छु भनेर आमा बाबाले आउँछ भन न, मानिहाल्छ नि। बिहे गर्ने कुरा ल्यायो कि नै भन्ने कति मार पढेर के गर्छस्? हामी छोरी मान्छेको एउटा घर हुन्छ, एउटा जन्म घर, अर्को कर्म घर। हाम्रो जातै यस्तै हो। तेरो बहिनीको जति पनि उमेर भयो